आफूले आफूलाई केयर गर्नु भनेको, ध्यान दिनु भनेको स्वार्थी हुनु अथवा सेल्फिसनेस झल्काउने हो र होइन नि? के हो? पक्कै पनि होइन। किनभने आफूले आफैलाई केयर गर्नुभयो भने आफू सक्षम हुनुहुन्छ, होइन? आफू सक्षम हुन्छौँ, आफू आत्मादेखि नै बलियो हुन्छौँ, सन्तुष्ट हुन्छौँ। अनि आत्मसन्तुष्टि मान्छे, सक्षम मान्छे अनि आत्मबल भएको मान्छेले पक्कै पनि आफूलाई नै सक्षम बनाउँछ र अरूलाई पनि सक्षम बनाउन सक्छ। अरूको पनि आत्मबल बढाउन सक्छ, अरूलाई पनि राम्रो बनाउन सक्छ। त्यस्तै परिवारमा तपाईँ आफू खुसी हुनुहुन्छ भने तपाईले आफ्नो परिवारको सदस्यहरूलाई पनि खुसी दिन सक्नुहुन्छ। खास गरी महिलाहरू आफ्नो परिवारलाई खुसी बनाउन खोज्दै कतिपय ठाउँमा आफूलाई पनि खुसी बनाउनु पर्छ भन्ने कुरा चाहिँ बिर्सिसकेको हुन्छ के। अब यो कुरामा अरूले खुसी बनाउला भन्दै अरूले चाहिँ आफ्नै बारेमा सोचिरहेको हुन्छ, तपाईले अरूको बारेमा सोचिरहनु भएको हुन्छ, तर तपाईले आफ्नो बारेमा सोच्नुहुन्न। त्यसको कारणले तपाईले आफूलाई केयर गर्नुहुन्न अनि पछि आफूले आफैलाई नै देखेर आत्मबल घट्दै जान्छ, आत्मसन्तुष्टि घट्दै जान्छ। त्यसैले आफूले आफूलाई केयर गर्नु भनेको सेल्फिसनेस अथवा स्वार्थीपन पक्कै पनि होइन। तपाईले आफूले आफूलाई ध्यान दिने, मानसिक रूपमा, शारीरिक रूपमा, सामाजिक रूपमा, आध्यात्मिक रूपमा र भावनात्मक रूपमा। मानसिक रूपमा भन्न बित्तिकै मानसिक रूपमा मानसिक तरिकाले बिग्रेको भन्न खोजेको होइन, मानसिक रूपले बलियो बन्ने भनेको। त्यसको लागि तपाईले धेरै कुराहरू गर्न सक्नुहुन्छ, आफूलाई रिफ्रेस बनाउन सक्नुहुन्छ। बिहानदेखि एकछिन आफ्नो लागि टाइम निकाल्नुहोस्, शारीरिक रूपमा आफू स्वस्थ बन्नु, स्वस्थ खानेकुराहरू खाने, स्वस्थकर जीवन जिउने। त्यसै गरी सामाजिक रूपमा हुनको लागि साथीभाइहरू बनाउने, आध्यात्मिक रूपमा हुनको लागि आध्यात्मतिर लाग्ने, भावनात्मक रूपमा हुनको लागि आफ्नो भावनाहरू व्यक्त गर्ने, साथीसँग, आफ्नो मन परेको मान्छेसँग अथवा आफन्तसँग हो। यसरी आफूले आफूलाई केयर गर्ने भनेको शारीरिक रूपमा आफूले आफूलाई स्वस्थ राख्ने, आफ्नो स्किन केयर गर्ने, आफ्नो हेल्थको केयर गर्ने। यसरी आफूले आफूलाई केयर गर्नुभयो भने पक्कै पनि तपाईँ खुसी हुनुहुन्छ। तपाईँ खुसी भएपछि तपाईँको परिवार पनि अटोमेटिकली खुसी हुन्छ। जस्तो विवाहको पहिलो दिन हुनुहुन्थ्यो।